सम्माननीय सभामुख महोदय, हामी जनताकै कुरा लिएर सरकार समक्ष धेरै कुराहरू उठाइरहेका हुन्छौँ। यसको विषयमा उठेको विषयहरूमा उत्तरहरू नपाउँदाखेरि फेरि पनि बोलिरहौँ अथवा नबोलिरहौँ भन्ने लागिरहेको छ। हाम्रो परराष्ट्र मन्त्रीज्यू हाँस्दै हाँस्दै बसिरहनु भएको छ। हामीले एउटा लिखित रूपमा परराष्ट्र मन्त्रीज्यूलाई दुम्लिङको जनताहरूको विषयमा भारतीय सरकारसँग महाकाली नदीको झोलुङ्गे पुलको विषयमा एउटा लिखित रूपमा हामीले पहल कदमी होस्, चाहे तो सरकारले निर्माण गरोस् अथवा कसै अभियानले निर्माण भए पनि पुल निर्माण होस् भनेर हामीले म आफैले बुझाएको थिएँ। मन्त्रीज्यू आज भेट्दाखेरि खुसी लाग्यो। सायद यसको उत्तर पाउँछु होला, जनताले पाउनुहुन्छ होला। त्यस्तै गरेर सभामुख महोदय, आज म सांसद भए, निकै ठुलो भूगोल छ, जनसङ्ख्या पनि छ, गरिब दुखीहरू धेरै बस्छ मेरो जिल्लामा। निर्वाचन क्षेत्र एउटा जिल्ला हो। दिनै पछि जस्तो चन्दा माग्ने बिरामीहरू मेरो फोन सम्पर्कमा हुनुहुन्छ। लाग्छ कि मसँग धेरै पैसा छ अथवा मैले चन्दै मात्रै दिनुपर्ने हो। यो सदनमा कुरा उठाउँ, सरकारले कहिले उपचार गर्छ गरिब दुखीलाई भन्ने ढङ्गबाट कुरा उठाउँ जस्तो मलाई लागिरहेको छ। चन्दा थोरै फेरि हुँदैन, अपेक्षा धेरै राख्नुहुन्छ, किनभने सांसदले धेरै पैसा खान्छ भन्ने जनताहरूको बुझाइ छ। जीवन कसरी गुजारिरहेको छ भन्ने चाहिँ बुझाइ हुँदैन। त्यसो भइरहँदा कम्तीमा नयाँ सरकारले, प्रगतिशील सरकारले अलि धेरै सेवा सुविधाहरू बिरामीहरूलाई दिनुपर्छ कि? दुईजना आमा बुवाले हिजो मात्रै नदीमा हाम फालेको कुरा सुन्दाखेरि दर्दनाक स्थिति छ। तपाईँ हामीले केही गर्न सक्छौँ कि सक्दैनौँ? यसमा म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। महँगीले चारैतिर गाँजेको छ। सबै माननीयज्यूहरू पनि भन्नुहुन्छ यो के कारणले यस्तो भइरहेको छ, यसको खोजी गर्नुपर्छ पर्दैन, सरकारले नीति कार्यक्रमहरू बनाउनु पर्छ पर्दैन, म ध्यान आकर्षण गराउन चाहन्छु। गृहमन्त्रीज्यूसँग पनि मेरो कुरा थियो, गइहाल्नु भएछ। अब धेरै चाहिँ भोजपुरको लामो समयदेखि पुलहरू अलपत्रै छ। चुहारको पुल जो कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको आज 8 वर्ष नागिसकेछ, आजसम्म पुल बनेन। सुनबालुवामा धनकुटा र भोजपुर जोड्ने अरुण नदीको पुल 12 वर्ष पुगेछ, त्यो बनिसकेको छैन। 10-12 वर्ष अगाडि टेन्डर भएको बिजुलीको सब स्टेसन प्याउली र घोरेटारमा त्यो अहिले पनि अलपत्रै छ। हिजोकै कुरालाई बोकेर हिँडिरहने हो भने र हामीले आवाजहरू यसरी मात्रै बोलिरहने हो भने यसको कुनै अर्थ छैन। तर म सरकारलाई अनुरोध गर्न चाहन्छु, एक्सनमा उत्रिनु हुनेछ। जिम्मेवारपूर्वक जनताको कामहरू अगाडि बढ्नेछ। कारबाही गरेर होस् अथवा फकाइ फुलाइ गरेर होस्, निर्माणाधीन सम्पूर्ण ठेक्का भइरहेको ठेकदार साहबहरूलाई पनि मेरो अनुरोध छ। धेरै जनताहरू आज पनि मेरो पीडित तपाईँको कारणले पनि भएको छ। त्यो के कारणले यस्तो भइरहेको छ, यसको लागि म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। अर्को कुरा लास्टमा, अब मान्छेले देख्दाखेरि नै मलाई त बाँदरै सांसद भन्छ है। यो मैले हाँसिक मजाकको लागि अनि केही चर्चा होस् भनेर होइन, म फेरि पनि दोहोऱ्याउन चाहन्छु, बाँदरलाई सही ढङ्गबाट कसरी व्यवस्थापन गर्ने, यसमा सम्पूर्ण मानवजीवहरूले सहयोग गर्नुहुनेछ। हामी केही प्रस्तावहरू लिएर, सङ्कल्प प्रस्तावहरू लिएर अगाडि बढौँ, जसले
28-29 सालतिरको कानुनलाई संशोधन गरेर केही चिजहरू गर्नुपर्छ कि कसैले अब भन्नुहुन्छ यसलाई बेच्नुपर्छ चाइनाले पो कता खान्छ अरे कसले खान्छ अरे कसैले भन्नुहुन्छ बन्ध्याकरण गर्नुपर्छ यी सबै चिजहरू अहिले सम्भव देख्दिनँ जनता आज पनि तपाईँ मेरो क्यामेरा यहाँ भिडियो हेर्नुहुन्छ भने धेरै मान्छेले मलाई नै हालेको छ यहाँनिर के अरे बाँदरले दुःख दिएको चिजहरू यति भइरहँदाखेरि बाँदरको विषयमा म फेरि दोहोऱ्याउँछु अस्ति भनेकै कुरा यो चाहिँ सत्ता पक्ष र प्रतिपक्षको खाँदैन हामी सबैको जनताको खान्छ धुर्बेर अहिले उठाए यसकोमा चाहिँ जाउँ है भनेर बाँदरले सल्लाह गरेर अहिले बनाए जस्तो हुँदैन त्यसो भएको हुनाले सबैलाई म अनुरोध गर्न चाहन्छु मान्छेहरूलाई यो हामी एउटा टुङ्गोमा पुऱ्याउँ यसलाई हामीले निष्कर्ष दिउँ यी अनुरोधहरू गर्दै मेरो आफ्नो भनाइलाई अन्त्य गर्न चाहन्छु धन्यवाद